माननीय सदस्यहरू, आजै 15 मिनेटपछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभाको बैठकको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्य केही छ यहाँको भन्नुपर्ने? केही माइक दिनुहोस्, 1 मिनेट भित्रमा आफ्नो कुरा राख्नुहोस्। 1 मिनेट भित्रमा आफ्नो कुरा राख्नुहोस् मान्य सदस्य। सम्माननीय सभामुख महोदय, हामी पुनः बैठकमा उपस्थित भएका छौँ। खास गरिकन प्रतिनिधि सभा नियमावली नियम 21 ग मा असंसदीय शब्द र अशिष्ट शब्दहरूको बारेमा व्याख्या गरिएको छ। यसको विषयलाई लिएर सम्माननीय सभामुख महोदयले हाम्रो दलको नेताको बोलेका शब्दहरूलाई संसदको रेकर्डबाट हटाउन भन्नुभयो। म जानकारी लिन चाहन्छु कुन कुन शब्दहरू अशिष्ट भए, के त्यस्तो हाम्रो नेताले अशिष्ट शब्द बोल्नुभयो, त्यसको जानकारी पाउँ। नम्बर 1। दोस्रो कुरा, प्रतिनिधि सभाको नियमावलीको नियम 21 को घ र संविधानको धारा 105 बमोजिम चाहिँ सत्ता पक्षका माननीय सदस्य गणेश पराजुलीले संसदमा भरौटे शब्द प्रयोग गर्नुभएको छ र न्याय बहस संविधानको धारा 105 बमोजिम बहसमा बन्देज भन्ने प्रोभिजन छ, जसमा नेपालको कुनै पनि अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनका सन्दर्भमा सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा सङ्घीय संसदको कुनै सदनमा छलफल गरिने छैन भन्ने व्यवस्था गरेकोले उहाँले बोलेका न्यायाधीशका सन्दर्भमा बोलेका शब्दहरू र भरौटे शब्द र आसेपासे शब्दहरूलाई संसदको रेकर्डबाट हटाइयोस् भनी म आग्रह गर्न चाहन्छु। सम्माननीय सभामुखज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। त्यसै गरी सत्ता पक्षका मान्य सदस्य रमेश प्रसाईले पनि नरसंहारकारी जस्ता सदस्यहरू प्रयोग गरेकोले त्यस्ता शब्दहरू पनि संसदको रेकर्डबाट हटाइनुपर्छ भन्ने सभामुखज्यूको म ध्यान आकर्षण गराउन चाहन्छु। र आजै जुन प्रकारको चाहिँ हामीले संसद एकछिन अवरुद्ध भएर सम्माननीयज्यूलाई धन्यवाद दिँदै र हामीले प्रधानमन्त्रीज्यू बहसको चाहिँ प्रत्युत्तर छलफलको चाहिँ जवाब दिने गरी आउने गरिकन आज हामीले चाहिँ संसदमा अगाडि बढ्न दिने कुरा सहमति भएको जानकारी गराउँदै। मान्य सदस्यहरू, मिति 2083। मान्य सदस्य बस्नुहोस्। अहिले मान्य सदस्य रमेश प्रसाई के विषयमा नियमावलीको कुन नियमको नियमापत्ति हो? मान्य सदस्य बस्नुहोस्। अहिले प्रतिवाद गर्नु परेन, बस्नुहोस्। मान्य सदस्यहरू, मिति 2083 वैशाख 29 गते माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका सभालाई अराजकहरूको भिड र राष्ट्रिय झण्डा ओढेर देश चलाउनेहरू, नेपाली सेना मुख दर्शक भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गरेको छु। मान्य सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सम्माननीय राष्ट्रपति महोदयले 2083 वैशाख 28 गते सोमबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। मान्य सदस्य, अहिले बस्नुहोस्। यहाँको केही कुरा रहेछ भने म पछि सुन्नेछु। सम्माननीय सभामुख महोदयको अनुमतिले सम्माननीय राष्ट्रपति महोदयले 2083 वैशाख 28 गते सोमबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 को
नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।